बेलुकाको तरकारी फेर्न चाहनुहुन्छ कि आफ्नो पुरै जिन्दगी परिवर्तन गर्न चाहनुहुन्छ त्यो तपाईँको कुरा हो। यदि तरकारी फेर्न चाहनुहुन्छ भने जागिर खानुहोस्। यदि आफ्नो पुरै जीवन परिवर्तन गर्न चाहनुहुन्छ भने धन्दा गर्नुहोस्, व्यापार गर्नुहोस्, उद्योग गर्नुहोस्। एउटा सोरुममा काम गर्ने मिस्त्रीले जति काम जानेको हुन्छ नि त्यति काम चाहिँ त्यो सोरुमको मालिकले जानेको हुँदैन। तर पनि त्यो मिस्त्रीले भन्दा मालिकले धेरै कमाइरहेको हुन्छ। एउटा होटलमा काम गर्ने कुकले जति काम जानेको हुन्छ नि त्यति काम चाहिँ त्यो होटल मालिकले जानेको हुँदैन। तर पनि त्यो कुकले भन्दा होटल मालिकले धेरै कमाइरहेको हुन्छ। एउटा मानिस जो चाहिँ नोकरी गर्छ नि, जागिर खान्छ नि, ऊ जागिर के हेरेर फर्कन्छ थाहा छ? घडी हेरेर फर्कन्छ। तर त्यही ठाउँमा चाहिँ धन्दा गर्ने मानिस आफ्नो चाहिँ काम हेरेर फर्कने गर्छ। त्यसकारण धन्दा गर्नुहोस्, उद्योग गर्नुहोस्।